हेलो गाइज, आज हामी यो पूर्वाञ्चल युनिभर्सिटी 2020मा सोधेको है क्वेसन नम्बर 5 मा एगेन्स भ्यालु र एगेन्स भेक्टर। यो चाहिँ हाम्रो म्याट्रिक्स दिएको छ, 2x2 को म्याट्रिक्स हो। पहिला सुरुमा यो गिभन म्याट्रिक्सलाई ए लेट गर्ने। ए लेट गरिसकेपछि त्यसपछि क्यारेक्टरिस्टिक इक्वेसन निकाल्नुपर्छ। क्यारेक्टरिस्टिक इक्वेसन भनेको जहिले पनि ए माइनस ल्याम्डा आई हुन्छ। त्यसपछि यहाँ ए को भ्यालु राख्यो, यहाँ माइनस ल्याम्डा आई भनेको चाहिँ युनिट भेक्टर, 2x2 म्याट्रिक्सको युनिट भेक्टर। अनि त्यसपछि चाहिँ यो ल्याम्डाले मल्टिप्लाई गर्ने यता, अनि यो क्यारेक्टरिस्टिक इक्वेसन यो भन्छ। यो भनिसकेपछि अब यसलाई क्रस मल्टिप्लाई गर्ने, यो माइनस यो मल्टिप्लाई गरिसकेपछि यस्तो इक्वेसन बन्छ क्वाड्रेटिक। यसलाई सल्भ गर्यो, अनि यो सल्भ गर्यो जुन यो भ्यालु आउँछ ल्याम्डाको, यही नै एगेन भ्यालु हुन्छ। अनि अब त्यसपछि एगेन भेक्टर्सको लागि चाहिँ अब x1 एन्ड x2 बी द करस्पोन्डिङ एगेन भेक्टर भनेर सपोज गर्ने। त्यसपछि अब जुन ल्याम्डाको भ्यालु आएको हुन्छ, पहिला 6 को लागि गर्ने, त्यसपछि 1 को लागि गर्ने। पहिला ल्याम्डाको भ्यालु 6 राख्ने, यो क्यारेक्टरिस्टिक इक्वेसनमा यहाँ 6 राख्ने। 6 राखिसकेपछि पहिला यो क्यारेक्टरिस्टिक इक्वेसनमा चाहिँ यहाँ x थप्ने, x थपिसकेपछि यो आउँछ। त्यसपछि मल्टिप्लाई गर्ने, कसरी भने चाहिँ यस्तो, त्यसलाई माइनस गरेर राखेपछि यस्तो आउँछ। यो आइसकेपछि 1 ले यसलाई, यो 4 ले यसलाई, यो 1 ले x लाई, यसले यसलाई मल्टिप्लाई गरिसकेपछि यस्तो इक्वेसन आउँछ। अब राम्रोसँग हेर्नुपर्दा यो दुईटा एउटै हो। जस्तै यहाँबाट माइनस कमन लिएर त हटाउँदा सेम बन्छ इक्वेसन। अनि त्यसपछि अब दुईटा मध्ये एउटा इक्वेसन लिने। अब यो इक्वेसन लिएँ मैले। अब यो इक्वेसनलाई 4 लाई उता पठाइदिने, अनि यस्तो हुन्छ। अनि यो 4 लाई x को तल आयो, x को कोएफिसिएन्ट 1 छ, x2 को तल आयो, र यो भ्यालु नै हाम्रो एगेन भेक्टर हो। x1 भनेको 4, x2 भनेको 1। फेरि त्यही रिपिट गर्ने, ल्याम्डाको भ्यालु 1 राखेर। यो भयो, 1 राख्यो, माइनस यति आयो, यहाँ 1 राख्यो, 1 आयो। अनि फेरि सेम, यसले यसलाई प्लस यसले यसलाई, यसले यसलाई, यसले यसलाई, दुईटा इक्वेसन। अब यो पनि सेम छ, दुईटा मध्ये जुन ल्यायो पनि भयो। अब मैले यसलाई x2 लाई उता लग्यो, माइनस भयो। फेरि यसको कोएफिसिएन्ट यहाँ तल ल्यायो, यसको कोएफिसिएन्ट यहाँ x1 र x2 आयो, र यो नै हाम्रो एगेन भेक्टर हो।